ल गाइस हामी चाहिँ चट्टो लाएर वडातिर गइरहेछ हैन। अनि वडा जाने बाटो चाहिँ यस्तो छ, हेरौँ पिच हुन सकेको छैन। अनि चट्ट हावा चल्दैछ दामी तरिकाले। अनि हामी चाहिँ गाइस एकदमै ठुलो भिड छ हैन। अनि यहाँदेखि चाहिँ निकैजना मान्छे झरिसकेर तर पनि सही सलामत अहिले हिँड्दैछन् हैन। खतरा छ क्या भिड चाहिँ यहाँदेखि। म त यहाँ हेर्दैखेरि डर लाग्छ यार, यस्तो जस गाउँहरू चाहिँ बाक्लै छ तर म त भिडदेखि साह्रो डर लाग्छ। माटेपछि त कन्ट्रोल गरेको क्या कुनै कुनै माटो भने कस्तो हुन्छ, भेसियस फुकाल्ने छाती बचाउँदै हिँड्ने हुन्छ। अनि त्यस्तो चाहिँ जान्छ फेरि फिक्स हो होइन। झन् एक दुईजना केटी चाहिँ देख्नुपर्छ कि माटो केलाई केटाहरूले लाएको भेषहरू च्यातेर छाती ठोकेर उग्रपो गर्छन् कुनै कुनैले त। त्यही गाइस अब चट्ट हामी चाहिँ अब वडा पुग्नै आँट्यौँ होइन। अनि वडामा सानो काम छ, त्यहाँ सिफारिसहरू गर्नुपर्ने छ। अनि सिफारिसहरू गरेर चट्ट अहिले चाहिँ भातसात खाएको छैन, 11 बज्न आँटिसक्यो। अनि चट्ट काम कतिखेर सकिन्छ, कामसाम सकेर घरमा गएर भातसात हान्नुपर्ने हुन्छ। अनि चाहिँ परै थियो होइन, बजारकै छेउमा थियो, अहिले चाहिँ यता ओर सरेको छ। अनि चट्ट फाइनली हामी चाहिँ वडामा आइसक्यौँ। अब वडामा सानो काम छ, अनि कामसाम सकेर जानेछौँ। अनि यहीँ एउरतिर छ स्कुल छ, स्कुल पनि एकदम बबाल छ होइन। अस्ति अन्त चाहिँ ठिक थियो, अहिले चाहिँ राम्रो भइसकेको रहेछ, स्कुल नयाँ बनिएको रहेछ। अनि पहिले चाहिँ यहाँ हाम्रो फुटबल खेल्ने ठाउँ होइन मिलन, यहाँ फुटबल खेलिन्थ्यो दह्रो। अनि यहाँ चाहिँ जो 5 सम्म मात्रै रहेछ स्कुल, तर बबाल छ क्या यहाँ पनि, पेन्टिङहरू बबाल हानेको छ होइन। स्कुल भनेको चाहिँ यस्तो हुनु पऱ्यो क्या होइन मिलन, हो किन भन त? पढाइ राम्रो होइन, स्कुलले पनि प्रभाव पार्छ मिलन होइन। केटाकेटीले अलिक यसो माइन्ड फ्रेस हुने चाहिँ चाहियो क्या स्कुल। चित्र हेरेरै पनि सिक्न सक्छौँ न त होइन। तर बनिँदै रहेछ होइन, अहिले चाहिँ स्कुल बनिँदै रहेछ। अनि देख्न सक्नुहुन्छ स्कुल चाहिँ बबालै छ, पेन्टिङहरू। ढिकी च्याउ खेल्नु केटाकेटीको ढिकी च्याउ खेल्न आँट्यो यहाँ, ढिकी च्याउ अब खेलिदिउँ न त। उचाल्न सक्छौ कि हो मलाई? कति केजी छौ तिमी? लु उचाल्नै सकेन। ल है गाइस, ढिकी च्याउ चाक दुखेर हैरान पार्ने रहेछ त, उचाल्नै सक्दैन रहेछ तिमी मलाई। डर बस त तिमी, म सक्छु कि सक्दिनँ उचाल्न? हल्कै उचाल्दिहाल्छु नि म त नि। त्यो ठाउँ अलिक सजिलो छ नि त। ल आउन तिमी यता बचल, ल ठाउँ चेन्ज गरेर चाहिँ सक्छन् कि सक्दैन नि उचाल्न। म त त्यही 75 केजी मात्रै छु मिलन। ल बस, अलिक अप्ठ्यारो छ कि हाम्रो उचाल्न सकेन। ल म उचाल्छु, बस त मजा डर बसिएर न एकलट। सक्ने रहेछ हौ मिलन। स्कुल चाहिँ रिपायरिङ हुँदै रहेछ, जस निर्माण हुँदै रहेछ होइन। अनि स्कुल चाहिँ जस बबालै छ, स्कुल चाहिँ बबालै रहेछ। चित्रहरू अब हेर त, यस्तो भयो भने चाहिँ केटाकेटीले नि छिट्टो सिक्छन्, राम्ररी सिक्छन् क्या। नेपालको झन्डा, लाली गुराँस होइन, गाई, अनि सिमरिक, अनि यहाँ चित्रहरू रहेछ नेपालको झन्डा, यो म्याप होइन, ताप्लेजुङ जिल्लाको नक्सा यो। अनि यो चाहिँ मुखे पनि छ, बस्छ के गर्नु छ? 4 मुखे र 6 मुखे छ, 15-16 मुखी हो भाइ। 1 2 3 4 हो ल। यस बबाल मजा आउँदो रहेछ। ल भयो, यहाँ झुन्डी पनि खेला। वडा त अनि के हो, क्यामेरा हल्लाउनु पर्ने हो। जो यहाँ पनि रहेछ नि त ढिकी च्याउ त। ए हो चट्ट स्कुल बनिँदै रहेछ।
यो तलको चाहिँ के हो यो तलको फाइनल्ली गाइज हामी चाहिँ वडाको काम सकेर आयो अनि हामी चाहिँ अब ओह्रालो झरिँदैछ होइन यता गाइड बेगर म हिँड्दिनँ होइन गाइड चाहिँ बाटो देखाउ राम्रो भरे फेरि ससुराली पुग्यो भने खत्तम हुन्छ अनि त्यही गाइड हो हामी चाहिँ कता अब ओह्रालो झर्दैछौँ वडामा कता बेरोजगारी भत्ता सत्ता के अरे बेरोजगारीको फर्म सम भर्यो एफसी हान्यो अब यही हो गाइड नेपालमा बस्नुको पीडा चाहिँ यही हो रोजगार छैन होइन रोजगार प्रधानमन्त्री रोजगार चाहिँ चट्ट आज भरेर आयो अनि अब कहिलेदेखि काममा लगाउँछन् लाग्ने हो यसो पकेट खर्च हुन्छ होइन अनि 1 रुपियाँ पैसा छैन अहिले चाहिँ त्यही भएर बेरोजगारीको फर्म खोलिराखेको रहेछ अनि त्यही अनि पठाइदिनु अनि टक्क त्यो फर्म सम भरियो अनि अब लागिँदैछ ओह्रालो फाइनल्ली हामी चाहिँ यस्तो बाटो हिँड्नुपर्छ होइन पाहाडको घरहरू यस्तो हुन्छ एक ठाउँमा एउटा घर हुन्छ अनि त्यसको 4-5 किलोमिटर पर माथि हुन्छ एउटा घर त्यस्तै छ गाइज त्यो शान्त हुन्छ होइन मेरो त धेरै हेर्ने त फेरि विदेशकै मात्रै हुन्छ नि मिलन अनि यो चाहिँ के हो दामी आएको छ त फोक्से जस्तो छ ज्यामिर ए नाइटे ज्यामिर अरे यो चाहिँ अनि खै फलको नाम पनि के हो नाइटे ज्यामिर अरे के अरे त्यो फोक्सेलाई के भन्छ फोक्से भोगटे पहिले डह्रो खाइन्थ्यो फोक्से त कहाँ त्यहाँ अझै पनि छ त डह्रो फल्छ त म हाँगाले थामी नसक्नु गरी फल्छ हौ रातो खालको छ अलैँची हेरौँ है गाइस कालो सुनहरू हेरौँ त आम्मा खतरा यो चाहिँ कसको जग्गा यो यसको यो फुलेको खानुहुन्छ अरे हुँदैन तरकारी केको मर्जी जाऊ अन्त चट्ट जे जस्तो भए पनि होइन भिडियो झुर भए पनि घरको नमानिकन हेरिदिनु होला होइन अब सुरुको भिडियो यस्तै हुन्छ होइन अब पछि प्र्याक्टिस गर्दै जान्छु के गर्दा राम्रो हुन्छ भन्ने त म अनुसन्धान गर्नेछु होइन खोज गर्नेछु रिसर्च गर्ने त्यही भएर गाइस अन्तिमसम्म हेरिदिनु होला त आउँदैछ हाम्रो गोरुले राम्रो हुँदो रहेछ गोरुले हान्छ है बाजे लगायत अर्को भिडियोमा भेटौँ।